बारी के बाली बिमा बढ़िया इट बेड्ढा से खेती पुगाइट जा जमा धान ले जाए घर में का धान पिसान सब कुछ चीज ले जाए कई कना रस डान से बाली बिमा करबो डान से वहाँ से सहयोग मिली कई कना वो हमारा बाली बिमा कर बारी बिमा कई 3-4 वर्ष हुई करट ऐसा लगाया क्या तब 3 वर्ष पहले 2 वर्ष पहले 2 वर्ष पहले 2 वर्ष आवासन लगा के सोटा बढ़िया नहीं आयल नहीं पहले त दसो बढ़िया त दसो पहला कुछ नहीं पाइनी त आवाजन दान दान बारी बिमा कर ली त दान दान सहयोग पैठिए त खुसी लागल मजा लागल उम्हा से जुन बाढी आउनुभन्दा पहिला नै अग्रिम नगद वितरणका कार्यक्रमहरू छन् त्यसलाई चाहिँ हामीले खास गरी पथरिया नदी तटीय क्षेत्र भएका समुदायमा दिन सकेका थिएनौँ। हाम्रो चाहिँ बी ग्रुप र प्र्याक्टिकल एक्सनै मार्फत अहिले हाम्रो पथरिया नदीमा जुन जानकी गाउँपालिकाको वार्ड नम्बर 2 छ जानकी नगरमा त्यहाँ चाहिँ हाम्रो यो जल सतह मापन केन्द्र अटोमेटिक पनि छ। त्यो हातले हेरेर पनि गर्ने छ भने अटोमेटिक पनि त्यहाँ चाहिँ हाम्रो जडान भइसकेको छ र त्यसै गरी त्यही नदी तटीय क्षेत्रलाई आधार मानेर वर्षा मापन केन्द्र पनि स्थापना भएको छ जुन मौन्याल गाउँपालिकाको बुढियाम भन्ने ठाउँमा वर्षा मापन केन्द्र छ। त्यसलाई पनि हाम्रो चाहिँ अहिले अनलाइन सिस्टम छ। पहिला के थियो भने हामीले त्यहाँ कुनै मान्छे एकदम राख्नुपर्ने रातिको समयमा त्यो मान्छे नगइदिने अनि हामीले सूचना नपाउँदाखेरि तल्लो तटीय क्षेत्रका समुदायका मान्छेहरूलाई हामीले सूचना दिन गाह्रो हुन्थ्यो भने अहिले चाहिँ अटोमेटिक भएका कारणले हामी यहीँ बसेर पनि अहिले त्यो किसिमको सूचनाहरू दिइराखेका छौँ र त्यसलाई चाहिँ अहिले समुदायका मान्छेले पनि एक किसिमको अपनत्व लिएका छन्। अहिले यी हाम्रा संरचनाहरू यी हाम्रा सामग्रीहरू भइराख्दाखेरि समुदायको पनि एक किसिमको अग्रसरता रहेको छ भने पालिकाले पनि त्यही अनुरूप हामीले काम गरिराखेका छौँ। यो बाली बिमा हुनु यो कार्यक्रम लागू हुनुभन्दा अगाडि किसान एकदमै मारमा थियो। किसानले मरिमरि लगाएको धानको उत्पादन बारीले बगाएर लग्थ्यो अनि साथै उहाँहरूको पशुहरू उहाँहरूको घरमाको रहेको सामान वस्तुभावहरू सबै चिज बगेर जान्थ्यो। यो बारी बिमा भएदेखि किसानहरू एकदमै त्यो जोखिम हस्तान्तरण गर्नुभएको छ र उहाँहरूले बिमा गर्नुहुन्छ र उहाँहरूलाई हामीले सरसरा किसानबाट नै हामीले उहाँहरूलाई बिमा गराउँछौँ। बिमा गराउँदाखेरि उहाँहरूलाई एकदमै उहाँहरू खुसी भएर बिमा गर्नुहुन्छ किनभनेपछि उहाँहरूले योभन्दा अगाडि उहाँहरू एकदमै बाढी आए पनि बारीको केही पनि उहाँहरूले केही पनि पाउनुहुन्थेन। उहाँहरूको बारी मतलब गरेको दुःखको कुनै पनि मूल्य मान्यता हुन्थेन किनभने अब बाढी आउने गत प्रत्येक वर्षमा बाढी आउँदाखेरि अरू विभिन्न निकायहरूले पनि अब त्यो एकवटा मतलब थोरै चामल अनि तेल अनि दालहरू यस्तै दिने त्यसको लागि पनि घन्टौँ लाइन लाग्नुपर्ने कसैले पाउने कसैले नपाउने त्यो राहतको व्यवस्था थियो। त्यो राहतभन्दा पनि यो बिमा आएदेखि यो बारी बिमा कार्यक्रम आएदेखि किसानलाई एकदमै राम्रो भएछ किनभने चाहिँ किसानले सहकारी मार्फत हामीले सहकारीद्वारा किसानलाई हामी बिमा गराउँछौँ। उहाँहरूको घर घरमा उहाँहरूको टोलमा गएर हामीहरू ल अब यो वर्ष तपाईँहरूले बारी बिमा गर्नुपर्छ भनेर उहाँहरूले जानकारी गर्ने बित्तिकै उहाँहरू एकदमै हौसला भएर आफ्नो गाउँमा यो टोलमा एक ठाउँमा जम्मा भएर उहाँहरूले बिमा गर्नुहुन्छ। रिसर्च गर्दाखेरि यतिमा दिने भन्ने कुराहरू निर्धारण गरिएको त्यही मापदण्डको आधारमा हामीले यो जल तथा मौसम विज्ञान कार्यालयलाई हामी पत्र लेख्छौँ बाढीको लेभल कति थियो भनेर किसानहरू पाउन योग्य छन् कि छैनन् भनेर हामी पत्र लेख्छौँ। त्यो पत्रका आधारमा उहाँहरूले सबै 1 महिनाको डाटा दिनुहुन्छ। त्यो 1 महिनाको डाटाको आधारमा हामीले किसानहरूलाई बाढीको लेभल अनुसारको तिर्नुपर्ने रहेछ भने हामी सिधै उहाँको पत्रको आधारमा यति किसानहरूलाई हामी तिर्छौँ भनेर जानकारी गराउँछौँ र सिधै सहकारीलाई हामी सहकारीको खातामा पैसा जम्मा गरिदिन्छौँ र सहकारीले किसानहरूलाई दिन्छ। यो अलिकता आधुनिक मोडल पनि हो। अन्य जस्तै कृषिहरू जस्तै हामीले धान बालीको बिमा पनि गर्छौँ। त्यसमा के हुन्छ भन्दा क्षतिको एनालाइसिस गर्न पर्यो, पुलिस रिपोर्ट चाहियो हैन, धेरै झन्झटिलो प्रक्रिया भएको हुनाले ती पुराना चाहिँ प्रकृतिका बिमाहरू किसानहरूले लिन नरुचाउने। तर यसमा चाहिँ कुनै झन्झट छैन, सबै शिखर इन्सुरेन्सले गरिदिने भएको हुनाले यसमा सिधै किसानहरूको खातामा पैसा जाने, बाढीको लेभल यति आयो भनेर किसानहरूलाई सूचना पनि प्राप्त हुने हैन। जल तथा मौसम विज्ञान कार्यालयको साइडबाट सबै किसानहरूलाई आज बाढीको लेभल यति छ भनेर अथवा वर्षा यति छ भनेर चाहिँ त्यो जानकारी गइरहेको हुन्छ त्यो मोबाइल एप्सहरूमा उहाँहरूको मोबाइलमा हैन। त्यसले गर्दा सजिलो विधि भएको हुनाले किसानहरूले यो रुचाइएको छ। जसले पनि विपद वा रिस्कलाई चाहिँ ट्रान्सफर गर्ने किसिमले चाहिँ जानुपर्छ भनेर चाहिँ राजापुर नगरपालिकाले बुझेको छ
र यो अब बिमा गर्दाखेरि चाहिँ जुन तिर्नुपर्ने हुन्छ, प्रिमियम तिर्नुपर्ने हुन्छ, त्यो सन्दर्भमा चाहिँ राजापुर नगरपालिकाले के कति लगाउन सक्ने भन्ने कुरा चाहिँ एक किसिमको एउटा लिगल डकुमेन्ट पनि बन्न गइराखेको छ। त्यो चाहिँ अहिलेसम्म चाहिँ पारित भएको छैन र राजापुर नगरपालिका सङ्घ संस्था डाँटे निकायहरूसँग चाहिँ समन्वय गरेर प्रिमियम तिर्दिने संस्थाहरूसँग चाहिँ समन्वय गरेर उहाँहरूले चाहिँ बिमा गराउनको लागि आवश्यक पर्ने सहकार्य अनि त्यसपछि किसानहरूसँग गएर सूचना दिएर अनि त्यसपछि बिमा गर्नको लागि सहयोग गरेर त्यस्तो किसिमको कार्यहरू चाहिँ गर्दै आइराखेका छौँ र अब आगामी दिनमा चाहिँ राजापुर नगरपालिका यसलाई चाहिँ अपनोट लिन्छ किनभनेपछि त्यो चाहिँ आवश्यक हो र सोही अनुसार चाहिँ अहिले डकुमेन्ट पनि निर्माण गर्ने प्रक्रियामा चाहिँ रहेको छ। बिमा अब जस्तो पूर्व सूचना पायो भने पूर्व सूचनामा हामीले लामो समयदेखि काम गरेर अहिले बाढी आउनुभन्दा 3 दिन अगाडि नै अथवा 3 घण्टा अगाडि नै समुदायले खबर पाउनुहुन्छ। चिसापानी कति पानी बढ्यो भने तल 3 घण्टा अगाडि खबर पाउनुहुन्छ र समुदाय सुरक्षित स्थानमा जानुहुन्छ र आफ्नो सार्न सकिने सम्पत्तिहरू सार्नुहुन्छ। तर खेतमा भएको बाली चाहिँ उहाँहरूले सार्न सक्नुहुन्न। त्यसमा निश्चित रूपमा बाढीले असर गर्छ र त्यसलाई कसरी हामीले त्यसलाई क्षतिलाई चाहिँ कभर गर्न सकिन्छ त अहिले किनभने नेपाल सरकारको पनि क्षतिपूर्तिको प्रोभिजन छैन भए पनि अलिकति सानो सान्त्वना जस्तो छ भने अब यसलाई कसरी चाहिँ यो क्षतिलाई कभर गर्न सकिन्छ भनेर हामीले बाढी बिमा कार्यक्रमको सुरुवात गऱ्यौँ। यसमा चाहिँ 7%मा 7को 7 रुपियाँ 100मा 7 रुपियाँ चाहिँ किसानले दिनुपर्छ र पनि किसान यसमा आकर्षित छन्। किन छन् भने यो बिमा एकदम सहज छ, बुझ्न सजिलो छ, भुक्तानी सजिलो छ। फेरि चिसा पानीमा अथवा हामीले माथिल्लो जुन तोकिएको गेज स्टेसन छ जलमापन केन्द्रमा पानीको तह तोकिएको स्तरमा पुग्यो भने किसानले स्वतः भुक्तानी पाउनुहुन्छ। कसरी पाउनुहुन्छ भनेपछि बिमा कम्पनीले जल तथा मौसम विज्ञान विभागबाट एउटा चाहिँ त्यो बाढीको लेभल प्रमाणीकरण गरेको चिठी माग्नुहुन्छ। त्यो चिठी आयो भने बिमा कम्पनीले सरकारले भुक्तानी गरिदिनुहुन्छ, सरकारले तुरुन्तै किसानको खातामा भुक्तानी गरिदिनुहुन्छ। यसरी गर्यो भने हामीले विपदको बेलामा 3 देखि 5 दिनभित्र किसानको खातामा पैसा आइपुग्छ।